देशलाई लागेको एउटा अदृश्य रोग थियो। यो देश तन्दुरुस्त भएर यो मुलुक अगाडि बढ्न नसक्नुको पछाडि अदृश्य हिसाबले भइराखेको जुन एउटा खालको षड्यन्त्र थियो, यो षड्यन्त्रको चिरफार गर्नको निमित्त प्रवक्ता मित्रहरूले यो देशको वास्तविक समस्या भनेको हिन्दूवाद र बाहुनवाद हो। यो हिन्दूवाद र बाहुनवादले गाँजेको मुलुक भएको कारणले गर्दाखेरि हाम्रो देशको समग्र जनताहरूले यो देशले चाहिँ काँचुली फेर्न सकेन भन्ने विषयमा उहाँहरूले त्यसलाई विभिन्न रूपबाट, विभिन्न प्रक्रियाबाट, विभिन्न अवस्थाबाट त्यसलाई बताइराख्नु भएको थियो। यस कारणले गर्दाखेरि म तपाईँहरूसँग धेरै लामो समय नलिकन म तपाईँहरूलाई केही 2-4वटा कुराहरू मात्रै प्रकाश पार्ने अथवा प्रश्नाउने कोसिस गरिराखेको छु। त यो मुलुकलाई लागेको एउटा रोग, जस्तै यो देशमा मान्छेलाई लाग्ने रोग, कसैलाई ज्वरो आउँछ, कसैलाई औलो लाग्छ, कसैलाई टाइफाइड हुन्छ, कसैलाई झारफुक गरेर बिसो हुने हुन्छ, कसैलाई डाक्टरको इलाजको आवश्यकता पर्छ। त्यस्तै हामी मान्छेहरूलाई ज्वरो आएको जस्तै, प्रेसर हाई भएको जस्तै, सुगर भएको जस्तै, हाम्रो टाउको दुखे जस्तै, पेट दुखे जस्तै, खुट्टा दुखे जस्तै, किडनी फेल भए जस्तै यो देशलाई पनि एउटा रोग लागेको थियो। त्यो रोगको उपचार सही समयमा नभएको कारणले गर्दा आज तपाईँ हामी यो चिसो मौसममा यसरी स्याठिएर बस्न विवश भइराखेका छौँ। त यो देश नेपाललाई कुन रोग लाग्यो, कुन भाइरसले समात्यो त भन्दा यो देश नेपाललाई हिन्दूवाद र बाहुनवाद भन्ने दुईवटा भाइरसहरूले चाहिँ यो देशलाई गाँजेको अवस्था हो। यो हिन्दूवाद र बाहुनवाद भनेको यो बाहुन क्षेत्रीहरूको विरुद्धमा उनीहरूको व्यक्तिवादी हिसाबले उनीहरूको विषयमा व्यक्तिगत रूपमा उनीहरूसँग साधेको दुश्मनीको कुरा होइन। हाम्रो बाहुन क्षेत्रीसँग लेना देना केही पनि छैन, तर राजनैतिक रूपमा तपाईँ हामीलाई गरेको दमनबाट हामीले केही आवाज उठाउनु पर्ने अवस्था आएको छ। त यो हिन्दूवाद र बाहुनवाद भनेको के हो त भन्दा हिन्दूवाद र बाहुनवाद भनेको संस्कारगत एउटा समस्या हो। यो समस्याको अन्त्य नभएसम्म यो देशले परिवर्तन गर्न सक्दैन। यदि यो देश परिवर्तनशील हुन्थ्यो भने आज करिब 450 वर्षदेखिबाट यो देश नेपाल हिन्दू आर्य बाहुन क्षेत्रीहरूको हातमा औपचारिक र अनौपचारिक ढङ्गबाट उनीहरूको हातमा यो देश नेपाल छ। यदि देश परिवर्तन हुन्थ्यो भने 7 सालमा नेपाली कांग्रेसले गरेको क्रान्तिबाट नै देश बन्थ्यो। तर आज देश जस्ताको तस्तै छ। 46-47 सालमा एमालेले अगाडि सारेको जनताको बौद्धले जनवादले पनि देश बन्न सक्थ्यो, तर त्यसले पनि देश बनेन। त्यसपछि सुरु भयो देशमा 2052 सालको फागुन 1 गतेबाट रुकुम रोल्पालाई आधार इलाका बनाएर अब यो देश नेपाल परिवर्तन